हेलो गुड मर्निङ सिलुलुलु अहिले चाहिँ बिहानको 5 बजेको छ र 5 बजेको समयमा हामी सनराइज हेर्नको लागि रेडी भएको छु। तपाईँहरूले सनराइज हेर्नुहोला ल, राम्रोसित कस्तो देख्दो रहेछ सनराइज ल। बाई बाई, म सनराइज पुगेर तपाईँहरूलाई भिडियोमा देखाउँछु ल। हो यो चाहिँ मेरो साइड ब्याग हो, यो चाहिँ मेरो पैसा हो। के हामी गरिब हो? म गरिब हो म? यो गरिब यो डलर कार्ड, यु नो डलर कार्ड। यसको लगभग प्राइस चाहिँ यसको होला त्यस्तै 48,000 अनि यसको होला 2 करोड जति होइन। के गर्नु गरिब भएर नि अलिक गाह्रो छ होइन, त्यही भएर अलिक गाह्रै हुन्छ। यो चस्मा लगाएर देखाउँछु ल म तपाईँलाई कस्तो देख्दैछ 2 करोडको चस्मा। बिहानको मिरमिरे साथमा हामी अब यहाँबाट हिँडिसकेको छ। हाम्रो ट्याक्सी यहाँनिर रेडी भइसकेको छ। अब हामी यहाँबाट निस्किन लागेको छ है। फाइनली हामी चाहिँ सारङको डाँडामा भ्यू हेर्न आइसकेको छ होइन। हामी चाहिँ सनराइजको कुरिरहेको छु। कति बजा है भिडियो बनाउनको लागि। गुड मर्निङ गाइज होइन, हामी चाहिँ कालिम्पोङको सारङको डाँडामा आइपुगेको छ होइन। हामी बिहानको मर्निङ भ्यू चाहिँ यता सनराइज देखाएर अनि यतापट्टि माछापुच्छ्रे अन्नपूर्ण हिमाल फोटो अनि बिहानको सनराइज पनि हेरेर यहाँबाट बिदा हुन चाहन्छु। अहिले हामी एकतिवटा के भयो कस्तो अडियन्स चाहिँ यहाँबाट चाहिँ भ्यू पोइन्टहरू पनि देखाउँछ। हामीलाई अन्त्यसम्म हेरेर माया गरिदिनु होला। हस्त धन्यवाद। अनि तपाईँलाई भ्यू हेरिसकेपछि त्यसपछि हामी यतापट्टि आएर फेवाताल पनि देख्छौँ। यहाँबाट चाहिँ होइन फेवाताल, त्यो माथिको पुम्दीकोट, यतापट्टि अन्नपूर्ण, यतापट्टि सनराइज। यस्तो दामी छ नि प्लेस, ड्रिम प्लेस। एकचोटि सबैजनाले भिजिट गर्नु होला है त। पोखरा होइन यस्तो खतरा भएको थिएन होइन। कसम यो घाम त बेहुली भन्दा नि चर्को भने आउनलाई यति टाइम लाग्यो क्या। बल्ल आएर होइन बेहुलीको फुलहरू भएर अब हामी मुनि गएर मुनि गएर केही एउटा क्लिप लिनेछु। त्यहाँ गएर एउटा फोटो बनाउने छु। के छ डाँडा होइन, सारङकोट डाँडाबाट यस्तो दामी भ्यू देख्छ नि होइन। बिहानको सनराइज सर्लक्क यताबाट हेरेर यताबाट स्वाट्ट मर्दा अन्नपूर्ण अनि माछापुच्छ्रे हिमाल हेरेछ भने फेरि यताबाट स्वाट्ट घुमेर सिधा गयो भने होइन पुम्दीकोट त्यो के अरे महादेव भएको ठाउँ क्या। त्यहाँनिर ठ्याक्क त्यहाँको भ्यू देखिन्छ क्या यताबाट चाहिँ। अनि त्यहाँ पुम्दीकोट चाहिँ होइन, त्यो डाँडा भयो होइन। त्यो डाँडा चाहिँ यहाँ त्यस डाँडा होइन पुम्दीकोट। अनि फेरि त्यहाँबाट नि फेरि सट्ट यसरी अलिकति अग्लो गरेर मुनि हेऱ्यो भने चाहिँ यसरी फेवाताल देखिन्छ क्या। विशेष चाहिँ यस्तो बबाल ठाउँ छ नि होइन। यो चाहिँ एकदम बबाल लाग्यो होइन मलाई चाहिँ। जस मेरो फर्स्ट एडभेन्चर चाहिँ मेरो खत्रै भयो क्या। अनि त्यही भएर भिडियो चाहिँ अन्त्यसम्म हेर्नु, यस्तो दामी देख्छ है। यस्तो दामी बनाउने प्रयास गरिरहेको छु क्या। सिनेमेटिकमा झिक्न खोज्छु तर सिनेमेटिकमा अलिकति भएन। तैपनि बेस्ट दिने चाहिँ ट्राई गर्छु म। अन्त्यसम्म हेर्नु, सबै लाइक सब्सक्राइब गर्नु होला। भगवान छ भने हाम्रो पनि दिन आउँछ यसरी। भगवान छ भने जस भगवान चाहिँ हुनु पऱ्यो, हाम्रो पनि दिन आउँछ यसरी नै गर्लफ्रेन्डसँग टक्क भेटेर जानुलाई ल। अरूको जोडी देखा त छ्या कस्तो लाग्छ हो, एक्लै हिँड्नु पर्दा त छ्या। जोडी चाहिँ किन छैन हो मेरो, हे भगवान। सबको जोडी छ यसरी, तर के गर्नु अफसोस मेरो कहाँ होला भन्ने चाहिँ म खोजिरहेको छु। तर थाहा होइन कहाँनिर छ, अहिलेसम्म भेटा छैन। खोज्दैछु, भौतरिरहेको छु, टट्पिरहेको छु, यति टट्पिरहेको छु भित्रबाटै टट्पिरहेको छु। त्यही हो सिटी भनेको त अब यस्तो गोले मार्दै होइन, सिङ्गल लाइफ रक। अनि त्यो चाहिँ
स्पेसिफिकली हाइडेटेड टु वाच ह्यान्ड एन्ड द्याट एरिया अरे होइन यो चाहिँ पुरा प्राचीन कालको मूर्तिकलाहरू छ क्या दामी छ धाराहरू छ त्यो सायद कुनै प्राचीन कालदेखिको होला अलिकति मलाई पनि याद छैन होइन अनि यो के हो मलाई पनि त्यति साह्रो छैन चाहिँ यो चाहिँ मुस्ताङ या मनाङतिरको यस्तो छ क्या कल्चरहरू मलाई त्यो लाग्छ जहाँसम्म चाहिँ अनि यो ठाउँ चाहिँ सारङकोटबाट आएर अलिकति माथि डाँडामा हिँडेर कोही ठाउँमा भन्ने आउनुपर्छ त्यहाँबाट आएर तपाईँहरूले यो देख्न सक्नुहुन्छ यस्तो आर्टहरू अलिक अगाडि जाउँ के छ अब होइन त्यही भएर चाहिँ अलिकति आपालियो पनि प्रायः ठाउँमा चाहिँ प्रायः ग्रुपिङमा भ्लग चल्छ नि त अनि यो चाहिँ मेरो सोलो भ्लग हुन कारण चाहिँ अलिकति धेरै एक्सप्लेन गर्न सकिनँ होइन म यो फर्स्ट टाइम हो पोखरा यहाँतिर आएको चाहिँ त्यति साह्रो मलाई नि केही नलेज छैन त्यही भएर धेरै राम्रोसित चाहिँ एक्सप्लेन गर्न सकिनँ होइन त्यसको लागि चाहिँ अलिकति समय माग्छ होइन जस्ट आफूले बुझेको अनि उ गरेको चाहिँ म गरेर चाहिँ अब हामी यहाँ चाहिँ घुमिसक्यो अनि धेरै फोटोहरू खिचेको अब हामी चाहिँ यहाँबाट सर मुनतिर लाग्छु अब चाहिँ हाम्रो यात्रा भनेको सारङकोटबाट अब मुनतिर जानेछ लेट्स हेरौँ त्यहाँ आउँदा चाहिँ कोही पनि थिएन सुनसान भएर चाहिँ त्यति साह्रो पसलहरू अनि केही पनि देख्न पाएन होइन तर अहिले चाहिँ पुरै स्टलै राखेको छ क्या सबै यतातिर हेरेर सक्नुहुन्छ होइन सब स्टलहरू मासतिर नि टन्नै मान्छेहरू आउनु भयो बिहान चाहिँ यति साह्रो कोही पनि नहुने रहेछ होइन बल्ल बल्ल मुनि झरेर चाहिँ फेरि ज्याकेट छोडेर माथि आउनुपर्ने बाध्यता बनायो छ छोडेर फेरि मासतिरै आउनु पर्यो छ कस्तो जिन्दगी उकालो चाहिँ लास्टै चढ्नु पर्ने क्या यो मासतिर 2 मिनट अगाडि लास्कार मिल्छ है टिकट लाग्छ अघि नै काटेको टिकट अघि काटेको छ ज्याकेट छुटेर आगे ल ज्याकेट त लगे हैन ओए भ्यू हेर्नु भ्यू मेरो ज्याकेट ल ए धन्न रहेछ कसैले लगाएन ज्याकेट खै धन्न ज्याकेट रहेछ यो चाहिँ ज्याकेट यहाँ छोडेर गएछ बाई गरेर स्वर पनि बसिसक्यो होइन अगाडि जाँदा चाहिँ यस्तो राम्रो हिमाल फेरि पनि आउनेछु कुनै दिन बवाल छ है हिमाल हेर न हिमालमा सर्वक्क यस्तो बवाल छ हिमालहरू हामी चाहिँ यहाँबाट सलक गाडी पाइसकेको छ होइन गाडी पाएर अब सारङकोटबाट पृथ्वी चोकको यात्रामा लागिरहेको छु तपाईँले देख्नुहुन्छ अगाडिको भ्यू चाहिँ बवाल छ है यहाँबाट चाहिँ अघि नाइटमा आउनु कारण केही राम्ररी देखाउन पाएन सो गाइस तपाईँहरूले चाहिँ सारङकोटको यात्राको भिडियो अन्तिमसम्म हेर्नुभएकोमा तपाईँहरू सबलाई धन्यवाद अब मेरो नेक्स्ट भिडियो चाहिँ मनुकोटको आउनेछ मनुकोटको भिडियो आउनलाई चाहिँ अब तपाईँ 2 दिन वेट गर्नु मनुकोटको झन् यस्तो दामी भ्यू छ त्यो लागिरहेछ भिडियो छ तपाईँहरू सबले हेरेर माया गरिदिनु है त हस् त बाई बाई